रोखाल मैं ए गाड़ी जाने आपका नहीं थी भाई तपाईँको बिचमा तपाईँको घर चाहिँ बनाएर नेकपा एमालेका विचारहरू तपाईँले प्रस्तुत गर्दछौँ। तपाईँहरूको बिचमा नेकपा एमालेका नीति सिद्धान्त विचारहरू नेकपा एमाले भइरहेको 74 प्रहारका बारेमा हामी तपाईँलाई अवगत गराउँदछौँ। नेकपा एमाले नीतिको भन्दा अझ बलियो भएर गइरहेको तपाईँलाई म यो भन्न चाहन्छु, नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा माओवादीको शासन सत्ता हुनुभन्दा अगाडि पनि विकास कति थियो। आज नेकपा एमालेको विचार बोकेको गोठमा तपाईँले अध्ययन गोठमा राखेका थिए भने आज त्यही राजा सक्रिय भएर अरू यो देशमा राजा आउँछ तपाईँलाई आफै पनि आत्मनिर्भर अन्तमा जोवन तिम्रै हो रामा राम ढाँटे मरे जाम हेराई हो कि हो मेरो मनि राम्रो जता हेर्यो देखिने छ नि राम्रो मिरेको घाम मिरेको घाम लड्के जोवन तिम्रै हो रामा राम ढाँटे मरि जाम हो मेरो मनि राम्रो जता हेर्यो देखिने धनी राम्रो मिरेको घाम। थ्याङ्क यू सबैजनालाई धन्यवाद। सबैजनालाई सबैभन्दा पहिला त मैले ढोक दिएँ सबैलाई। के छ खबर, सन्चै आरामै हुनुहुन्छ? एकदम बढिया। माथि आमालाई देखेको छ, आमालाई पनि ढोक दिएँ है भन्दा म आज मलाई भाषण भन्दा पनि मलाई गीत गाउन मन लागेको छ। म गीत गाउनलाई आएको हो, त्यही भएर म तपाईँहरूलाई केही कुरा नभनी म गीत मात्रै गाउँछु है। साइरामा परेवा जोडी घुटो काहाडुली लाया सँगै सँगै रहन प्यारा रातिमा सपनी आया साइरामा परेवा जोडी
बिछोड जान प्यारा रातिमा सपनी आया मुना र मदनीका जसो घुटुका भाडोले लाया कसैलाई गोरी मनपर्छ त कसैलाई काली मनपर्छ कसैलाई गोरी मनपर्छ त कसैलाई काली मनपर्छ भाउजूलाई भेट्न जाँदा सोल्टीहरूलाई साली मनपर्छ कसैलाई काली मनपर्छ भाउजूलाई भेट्न जाँदा सोल्टीहरूलाई साली मनपर्छ कोही रहरमा भेटिन्छन् त कोही बहारमा भेटिन्छन् कोही रहरमा भेटिन्छन् त कोही बहारमा भेटिन्छन् रङ्गी चङ्गी कठपुतलीहरू बजारमा भेटिन्छन् कोही रहरमा भेटिन्छन् त कोही बहारमा भेटिन्छन् रङ्गी चङ्गी कठपुतलीहरू बजारमा भेटिन्छन् आजकल जङ्गलमा बिकबिकी घटिरहेको छ आजकल जङ्गलमा बिकबिकी घटिरहेको छ लङ्गुर अनि बाँसाहरू बजारमा भेटिन्छन् सोरु गाउँपालिका 10 र 11 नम्बर वडाले आयोजना गरेको दोस्रो सम्मेलनमा म के भन्न चाहन्छु भने हिजोका कामहरूलाई होइन आजको हाम्रो पार्टीले के काम गरिरहेको छ तिर कम्युनिस्ट सत्ताहरू ढल्दै गर्दा कम्युनिस्ट पार्टीले बनाएका समाजवादी सत्ताहरूको विघटन गर्दै गर्दा अब कम्युनिस्ट विचारलाई कसरी स्थापित गर्ने भन्ने मनसाय नेपालमा राजनीतिक बहस चल्यो त्यही बहसको सेरोफेरोमा जननेता कमरेड मदन भण्डारीले नेकपा एमालेको 5औं राष्ट्रिय सम्मेलन पश्चात हामीहरू सबै जनताको सञ्चालन भइरहेको बेलामा हामी गाउँमै थियौँ हामी कोही विस्थापित भएका थिएनौँ भन्दा पनि जनताका लागि स्थायी प्रकृतिको सरकार दिने र जनताका परिवर्तनका चाहनाहरूलाई पुरा गर्ने संविधानमा भएका अधिकार सम्पन्न बनाउने र जनतालाई सम्पन्न बनाउनका लागि यो सरकार बनेको छ यो कुरामा तपाईहरुलाई म यति नेकपा एमालेको एउटा घोषित लक्ष्य छ कम्युनिस्ट पार्टी स्थापना भएको अहिले 75 वर्ष 76 वर्ष पुगिरहेको छ नेपाली संविधान नेपाल निर्माण गर्ने लक्ष्य चाहिँ नेकपा एमालेले लिएको छ त्यसका लागि चाहिँ जनतामा जाने सरकार निर्माण गर्ने बहुमतको सरकार निर्माण गरिसकेपछि बहुमतको सत्ताद्वारा जनताका परिवर्तनका चाहनाहरूलाई पुरा आइना त पैसा चाहिँ भनेको यो देउडाको एकदम प्रेमी भएर यहाँ उपस्थित हुनुभएका छ हामीले बुझेका छौँ अब यस कार्यक्रमपछि आयोजक टिम र सम्पूर्ण यहाँका आदरणीय जनसमुदायलाई आफ्नो एउटा शुभकामना दिनुभएको छ म आउन पाइनँ विशेष कारणवश गरेर भन्नुभएको छ त्यसकारण उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईहरुप्रति उहाँको सहानुभूति रहिरहनेछ त्यसैले अब यो त हामीले यस कार्यक्रमप्रति तपाईहरुको जुन चाहना छ जुन अनुभूति छ तपाईहरुले देखाउनु भएको माया छ त्यो मायाले हामी कार्यक्रममा पनि हामी यस्तै सहभागी भइरहने कार्यक्रम हुँदा तपाईहरुले यस कार्यक्रमप्रति अस्ति भर्खरै मात्रै हामीले पालिकाको एउटा भेला गरेका थियौँ तारापानीमा त्यहाँ पनि महिलाको एकदमै जनसङ्ख्या एकदमै विशाल महिला सङ्घ हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको अभिन्न अङ्ग मध्ये पहिलो नम्बरमा पर्छ यहाँहरूले यो बुझ्न जरुरी छ र अभिभारा बोकेको छ यो अभिभारालाई पुरा गर्न
हाम्रो